Hello and namaste beautiful people, welcome back to my channel. It's your boy Vishal Giri. Hope you guys are fine. अनि म पनि सन्चै छु र आज नयाँ भ्लग लिएर आइसकेको छु र आजको यो भ्लग चाहिँ सबैले सोधिरहेको थियो कि मलाई दाइ अब चाहिँ गिभ अवे कहिले गर्नुहुन्छ भनेर थियो अनि त्यही भएर चाहिँ आज मैले गिभ अवेको भिडियो ल्याएको छु गाइजहरु र गिभ अवे चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ साथसाथै म चाहिँ तपाईहरुलाई 2023 मोडलको ड्युक 390 पनि देखाउनेवाला छु र गिभ अवे चाहिँ त्यही रिलेटेड हुनेवाला छ है सो यो ड्युक 390 चाहिँ मेरो चाहिँ हैन साथीले किनेछ MT-07 चाहिँ भर्खरै सेल गरे भएर त्यसले फेरि अर्को बाइक किनेछ हैन यसले चाहिँ अहिलेसम्म भनौं न 6-7 वटा बाइक किन्ने बेच्ने भइरहेछ हैन अनि त्यही भएर अब चाहिँ 390 मोडल 2023 वाला चाहिँ किनेको छ त्यसले चाहिँ भर्खरै म तपाईहरुलाई देखाउँछु पनि सो एज यु गाइज क्यान सी यो चाहिँ ड्युक 390 2023 मोडल हो यस्तो सेक्सी छ हैन 24 मोडलको किन्दा नि हुन्छ भने थियो तर यसले चाहिँ यही लियो क्या दामी छ हैन एक्रोपोबिकको एक्जस्ट पनि छ यहाँनिर चाहिँ एज यु गाइज क्यान सी एक्रोपोबिक कस्तो टङ्सलिपा यो पनि छ अनि सेक्सी छ नि हैन बाइक यो देखेर मलाई मेरो 390 को याद आयो हैन एकदमै दामी छ र मैले चाहिँ गिभ अवे चाहिँ बाइककै रिलेटेडमा गराउन लाग्छु के खालको भन्नुहुन्छ भने चाहिँ र कति अमाउन्टको भन्नुहुन्छ भने त्यो पनि भन्छु हैन गिभ अवे चाहिँ मैले अराउन्ड नेपाली 10,000 अब नेपाली 10,000 हो र कति डलर हुन्छ भने ठ्याक्कै मैले चाहिँ हिसाबै गर्नुपर्छ $120 समथिङ त्यस्तै कति हुन्छ होला अस्ट्रेलियन डलर चाहिँ र यो चाहिँ मैले यसको क्राइटेरियाहरु के राख्छु पनि भन्छु हैन एकदमै सिम्पल हैन सबैजना मोस्ट प्रिफरली चाहिँ नेपालमै हुनेलाई चाहिँ कसैलाई एटलिस्ट 10,000 ले पनि धेरै हेल्प हुन सक्छ कति मान्छेहरुलाई चाहिँ भन्ने त्यो वेले चाहिँ मैले यो गिभ अवे गराउन खोजिरहेको हैन खासमा चाहिँ किनभने अब यहाँ त त्यस्तो मतलब हुँदैन हैन $100-200 यताउति भन्ने हुन्छ तर एटलिस्ट 10,000 ले कसैलाई केही काम बन्छ नेपालमा केही हेल्प हुन्छ यो गिभ अवेको थ्रु भने चाहिँ व्हाइ नट भन्ने कुरा हो त्यसको लागि चाहिँ के गर्नु पर्यो भन्दाखेरि फर्स्ट यसको क्राइटेरिया भनेको एटलिस्ट कमेन्ट गर्ने शेयर गर्ने लाइक गर्ने त्यो त भइ नै हाल्यो हैन तर मेन यसको क्राइटेरिया भनेको चाहिँ कसले चाहिँ गिभ अवे पर्छ कसले चाहिँ गिभ अवे पाउँछ भन्ने हुन्छ नि त्यो चाहिँ हजुरलाई भन्छ हैन सो यो बाइक चाहिँ 2023 मोडल ड्युक 390 हो हैन अब ब्रान्ड न्यू यसको अराउन्ड 8,000 जति पर्छ होला 7-8,000 है म एकदमै एक्ज्याक्ट छैन तर हामीले यो सेकेन्ड ह्यान्डमा लिएको हो फ्रेस छ एकदमै फ्रेस छ अराउन्ड 2000 किलोमिटर चाहिँ दौडेको छ हैन यो भनेपछि यसको प्राइस चाहिँ हामी सेकेन्ड ह्यान्डमा कतिमा लिएको हो भनेर तपाईहरुले यसको प्राइस चाहिँ मिलाउनु भयो भने चाहिँ त्यो गिभ अवे चाहिँ उहाँहरुलाई हुनेछ र एटलिस्ट कमेन्टमा चाहिँ दुईजनालाई मेन्सन गर्नु अनि त्यसपछि दुईजनालाई साथीहरुलाई मेन्सन गरेर प्राइस हैन गेस गर्नु पर्यो यसको प्राइस चाहिँ तपाईहरुले गेस गर्नुभयो सेकेन्ड ह्यान्डमा लिएको हामीले एक्ज्याक्ट अमाउन्ट जसले मिलाउँछ उहाँलाई नै हामीले गिभ अवे चाहिँ दिनवाला छौं एकदमै इजी छ हैन अनि यति सजिलो छ यो गिभ अवे विन गर्नको लागि चाहिँ तर प्राइस गेस पनि मिल्नु पर्यो हैन अब यसको प्राइस म पछि भन्छु हैन जसलाई पर्छ म त्यसलाई नै दिन्छु हैन त्यो उ गर्नेवाला छैन यसको चाहिँ नेक्स्ट भिडियोमा चाहिँ म हामीले जितेको वाला हाल्छु हैन म प्राइज कसले जित्यो भन्नेवाला चाहिँ अनि त्यसपछि फेरि अर्को गिभ अवे छिट्टै ल्याउँछु हैन त्यसपछि चाहिँ बाइक एकदमै सेक्सी छ हैन आवाज सुनाइदिन्छु हल्का यहाँ डिस्टर्ब हुन्छ हैन तर यो यसमा चाहिँ मेरो गोप्रोमा चाहिँ माइक छुटेको भएर चाहिँ माइकै कहाँ हरायो हैन यसको माइक त्यही भएर साउन्ड चाहिँ त्यति मजाले क्याप्चर यही छ चाबी यही राखेर खोजा भइराके सो रेडी टु रेस 2600 किलोमिटरमा त दौडाएको छ हैन एकदम फ्रेस बाइक छ एज यु गाइज क्यान सी त्यो पड्केको फिल गर्नुभयो मैले फिल गरेँ त्यो हल्का पड्केको लास्टमा त्यो वाला फिल गरिरहेको थिएँ र बाइक चाहिँ अहिले चाहिँ रिसेन्टली म किन्नेवाला छैन म गाडीमै चलाइरहेको छु गाडी नै ठिक भइरहेछ यताउति सजिलो भइरहेछ भनौँ न तर गाडीवाला एउटा भिडियो पनि आउँछ गिभ अवेसँग रिलेटेड भेरी सुन अनि यो गिभ अवे विन गर्नलाई यति सजिलो तपाईहरुले थाहा नै पाइहाल्नुभयो हैन र आजको भिडियो एकदम इजी थियो र यो बाइकको डिटेल भिडियो पनि चाहिन्छ भने चाहिँ लेट मी नो गाइज हैन एउटा राइड चाहिँ यो बाइकसँग जान्छु भेरी सुन मिल्यो भनेपछि हेर्न मन छ भने डु कमेन्ट इन द कमेन्ट बक्स र आजको यो भिडियो चाहिँ यही थियो हैन गिभ अवे विन गरौँ त्यही हो 10,000 नेपाली रुपीस यो भन्दा अगाडि पनि मैले गरेको थिएँ र यो पालि नि हुनेवाला छ र
यसरी मिल्दै गयो भने होइन इन्टरेक्ट भइराख्यो भने चाहिँ म गिभ अवेहरू गर्दै गइहाल्छु डेफिनेटली। त्यही हो, सिडनीमा चाहिँ अहिले विन्टर सिजन भइरहेको छ, स्टार्ट भइरहेछ मजाले। अहिले दिउँसोको अराउन्ड 1 साढे 1 भइरहेछ, एकदमै उज्यालो छ। यहाँनिर चाहिँ यो होन्डा सिभिक जहिले हुन्छ होइन। मेरो नि रेड कलरकै छ नि त गाडी, अनि यो हेर्छु यो त क्या दामी लाग्छ क्या, यो गाडी पनि हेर्दै सेक्सी लाग्छ होइन। तर यसपछिको गाडी चाहिँ मेबी म एसयुभी नै लिन्छु होला। सेडान चाहिँ मैले अब धेरै भयो सेडान चलाएको, मेबी आइ एम नट स्योर होइन। सो त्यही हो, आजको लागि चाहिँ यति नै भन्नु मन थियो। होप यु गाइज इन्जोय दिस भिडियो। नेक्स्ट भिडियो पनि छिटै नै आउनेछ। टिल देन स्टे सेफ स्टे ह्याप्पी है त।